किन बिस्कुटको नियमित सेवन गर्नु हुँदैन? आजका बालबालिका र बुढासम्मले धेरै बिस्कुटको सेवन गर्ने प्रचलन छ। तर बिस्कुटमा जुन केमिकलहरू मिसाइन्छ त्यसको हामीलाई जानकारी नै छैन। बिस्कुटमा हालिने जुन एमोनिया छ त्यो स्वास्थ्यको लागि एकदमै घातक छ। बिस्कुटमा हाइड्रोजनेटेड ओइल प्रयोग गरिन्छ जुन स्वास्थ्यको लागि एकदमै नराम्रो प्रभाव दिन्छ। यसले हार्ट अट्याक, स्ट्रोकहरू निम्त्याउँछ। त्यस्तै गरी बिस्कुटमा प्रयोग हुने जुन मैदा र चिनी र नुन यसलाई स्लो पोइजन भनिन्छ। जुन सेतो पिठो छ, सेतो चिनी छ, सेतो नुन छ, यो स्लो पोइजन हो। यसले मन्द विषको रूपमा काम गर्छ। त्यस्तै गरी बिस्कुटमा यति धेरै प्रिजर्भेटिभ हालिन्छ कि त्यो प्रिजर्भेटिभहरू हामी सेवन गरिरहेका हुन्छौँ। सामान्य सेलरोटीलाई 5-7 दिन राख्यो भने ढुसी आउन थाल्छ, गनाउन थाल्छ। त्यो बिस्कुटलाई त्यो नबिग्रोस् भनेर यति धेरै केमिकल हालिन्छ जुन सबै हामी सेवन गरिरहेका हुन्छौँ। त्यसैले बजारका बट्टाबन्द खाना होइन, घरका खाना सेवन गर्न सिकौं र नियमित रूपमा घरका खानेकुराहरू खाउँ।